आमाले स्याबास स्याबास तो एसएलसी भनेको हो भन्नुभयो। अनि मैले भने पढाइ यो अङ्ग्रेजी पढाइलाई एसएलसी भन्छन्। हजुरबा हजुरले 9 दशक पार गरिसक्नु भएको छ। हजुरलाई यो उमेरमा आइपुग्दा जीवनमा सफलता भनेको के हो? के कुरालाई चाहिँ सफलता भन्छन् जस्तो लाग्छ? सफल हुनु भनेको चाहिँ के हो? यो सफलता भनेको मलाई जीवनमा सबभन्दा सफलता लागेको, खुसी लागेको एसएलसी दिएर पास गर्दा त्योभन्दा खुसी मलाई अरू आइए दिँदा पनि लागेन। त्यति खुसी लागेको थियो मलाई एसएलसी गर्दा। मैले एसएलसी दिँदा हामीहरू जम्मा पुष्पमणि धरानबाट दियो, मैले विराटनगरबाट दिएँ, डाक्टर गोविन्दले विराटनगरबाट दिएर रिजल्ट भयो। पहिलो वर्ष मेरो बिग्रिएको थियो, पछिल्लो वर्षमा मैले पास गरेँ। पास गरिसकेपछि हामीहरू तिनैजना विराटनगरबाट रिजल्ट दिएर आयौँ। आउँदा यहाँ फुलको माला ठुलो बाउको घर अगाडि गेटमा घैलाहरू राखेर त्यसमा फुलले सजाएर एकदम राम्रो पारेर राखेका रहेछन्। उताबाट आउँदा बाटैदेखि अबेर जात्रा, अबेर जसले पनि मान्छेहरूले अबेर एसएलसी पास गरेर आएका अरे भनेर हामीहरूलाई ऊ गरे। फुल र अबेरले पूजा गर्दै ल्याए। हामीहरू ठुलो बाउको घरमा गयौँ। अनि ठुलो बाउले राखेर हेर यिनीहरूबाट यिनीहरूले पास गरेका भनेर भने। अनि त्यहाँ अरूले के जाति बोले, हामीहरूलाई बोल्न भनेर लगाएका थिए। पुष्पमणि प्रधानले बोले, अरूले गोविन्दले पनि त्यति बोलेनन्, मैले पनि बोलिनँ। पुष्पमणि प्रधानले चाहिँ यसो हामीहरूले यसरी पास गऱ्यौँ भनेर भने। त्यस किसिमको घटना घटेको थियो। र पढ्नेमा यिनीहरूबाट चाहिँ त्यति बेला थिएनन् अरू कसैले पास गरेको। यो कति सालतिरको कुरा हो हजुरबा? यो मलाई लाग्छ 14-15 सालतिर कता हो। अबेर जात्रा ठिक पारेको थियो भने आएपछि के भयो? अबेर फुल लगाइदिएर हामीहरूलाई त रक्तामै पारे। अबेर र फुल माला लगाइदिए। अनि हामीहरू भित्र गयौँ। भित्र जाँदा बस्ने ठाउँ सबैभन्दा राम्रो कुर्सी हामीहरूलाई राखिदिए। त्यसैमा हामीहरू गएर बस्यौँ। अनि वरिपरि अरू सबै बसे। अनि सानो बाउले भाषण गरे, हेर यिनीहरूबाट एसएलसी पास गर्ने यिनै केटाहरू हुन् भनेर भने। घरमा त त्यस्तै आयौँ। त्यहाँबाट के भएर तिमीहरूलाई यस्तो गरे भने घरमा। अनि त्यसो भन्दा यसरी हामीहरूले एसएलसी पास गऱ्यौँ भन्दा आमाले स्याबास स्याबास क्या हो एसएलसी भनेको हो भन्नुभयो। अनि मैले भने पढाइ यो अङ्ग्रेजी पढाइलाई एसएलसी भन्छन्। अनि बाता भन्नुहुन्थ्यो, न पठेत यामिनी भाषा न गच्छेत जैन मन्दिरम भन्नुहुन्थ्यो नि त। त्यो भनेको के हो त भन्नुभयो। अनि मैले भने त्यति बेलाको पालामा हजुरबाले त्यसो भन्नुभयो, यो अङ्ग्रेजी भाषा पनि नबोल्नु, क्रिस्चियन मन्दिरभित्र पनि नजानु भन्ने आशा हो उहाँको र भन्नुभयो। अब अहिले त्यस्तो छैन। अहिले त बाहुन छेत्री सबैले पढ्न थाले अङ्ग्रेजी नै। अनि त्यसै भएर मैले पनि अङ्ग्रेजी पढेँ अलिकति र जाँच दिएँ। त्यति बेला यिनीहरूको जनसङ्ख्या नै 60-70 घर थिए। त्योभन्दा बेसी थिएनन् यहाँ। अनि त्यसो हुँदाखेरि जसले भेटे पनि चिन्दथे। फलानु सबैले सबैलाई चिनेको हुन्थ्यो। अनि फलानाले त पास गरौँ अरे भनेर आएर डाप मार्थे इष्टमित्रहरूले, स्याबास पास गऱ्यौ भन्थे।